So hello guys, welcome to your vlog and today we are going म चाहिँ आज चाहिँ के अरे फाइनली ब्यारिस्टरको सर्टिफिकेट लिन जाँदैछु। मेरो चाहिँ ब्यारिस्टर क्लास सकिसक्यो। लाइक मैले चाहिँ मेरो ट्रेनिङ ब्यारिस्टरको ट्रेनिङ चाहिँ हिमालयन जावा थमेलबाट लिएको अनि मेरो घरबाट चाहिँ कति टाढा छ के एउटा गाडी जाँदैन हैन कति गाडी चेन्ज गरेर जानुपर्छ के अनि कस्तो झ्याउ है अनि जाँदै गर्दै हेरेको यो मित्र पार्कमा त्यस्तो वाल पेन्टिङहरु गरेको रहेछ कस्तो दामी देखेको के जस गाडीमा नअटाएर ढ्याकाल ढुकुल ढक्का मुक्की गर्दै हामी चाहिँ गयौं। गाइस म चाहिँ आइसकेँ हाम्रो हिमालयन जावा। यो चाहिँ कहाँ छ रे थमेलमा छ उ यहाँ अनि म चाहिँ यहाँ जाने हो। भित्र हाम्रो क्लास चाहिँ यस्तो छ। अब हाम्रो त भ्याइसक्यो। यो चाहिँ नयाँ टोलीहरु हो। ये एभ्रीवन कंग्रेचुलेटिङ मी। त्यसपछि म फर द लास्ट टाइम म चाहिँ हिमालयन जावाको वासरुममा गए अनि यति धेरै फोटो खिचे। छोटो समयको लागि भयो नि जावामा चाहिँ हाम्रो धेरै मेमोरी छ कि स्पेशली चाहिँ वासरुममा है ऐना छ ऐना भएपछि के चाहियो र जस ब्यारिस्टर सिकेको नि फाइदै भयो। कफी त यति खाइयो कि गाइस फ्रीमा है आफै बनाए आफै खाए यति खाएको कुरै छोड्दिनु के। म चाहिँ कस्तो हाफ इन्ट्रो हाफ आउट छु कि म जस्तो मान्छेलाई चाहिँ हैन बाहिर कहीँ गयो भने चाहिँ साथी बनाइहाल्न कसैसँग झुमिहाल्न चाहिँ एकदम टाइम लाग्ने कि जबसम्म अगाडिबाट कसैले हाई हेलो भनेर भेट्न आउँदैन नि तबसम्म म बोल्दिनँ कि म कस्तो छु नि है। जस पछि चाहिँ यो दाइ र दिदी चाहिँ मेरो साथी हुनुभयो नि हामीले यति रमाइलो गरे कफी खान नसकेर हेर्नु प्याक गरेर घलेर जान्थ्यौं क्या हामी। यो चाहिँ हामीले बनाएको सर्ट एन्ड फोटोहरु मैले चाहिँ ग्रुपबाट तानेको। अब आफ्नो क्यामेरामा चाहिँ छैन के मैले सर्ट एन्ड टाइम पछि चाहिँ डिलिट गरिदिन्छु कि अनि यो चाहिँ हाम्रो ग्रुप फाइनली सर्टिफिकेट नि पाइयो। अब चाहिँ हामी चाहिँ अब यो चाहिँ लास्ट डे हो। अब लास्ट डे त अस्ति नै थियो। अब चाहिँ लाइक जावामा चाहिँ खासै आउनु पर्दैन बिकज काम पनि भ्याइयो। अब के खान आउनु हैन कफी खाने के आउनु रेके आज आफै पकाएर खाइन्छ। मलाई चाहिँ फेरि साथीहरु यस्तो बाटोमा कि भ्लग बनाउँदै हिँड्न जस्तो लाज लाग्छ के। अनि कहिले काहीँ आँट आउँछ अनि त्यति बेला मान्छेले हेर्दै भने फेरि आँट गयो के फुस। त्यसपछि हामी गयौं ब्रिकेटी मण्डप साथीहरु बिकज सस्ते कमल रास्ते में चाहिँ खोजी उहाँ आन्टीकोमा आएको। तपाईहरु पनि यसो ब्रिकेटी मण्डप आउनु भने आन्टीकोमा आउनु धेरै सस्तोमा दिनुहुन्छ। हामी चाहिँ यति लिएर जाँदैछौँ है एकदम हाम्रो चाहिँ यत्रो धेरै आयो। तर उहाँ आन्टीकोमा चाहिँ बेस्ट अहिलेसम्म हामी 3-4 वर्ष भइसक्यो हामी चाहिँ यही आउँछौँ इनर्स लिन चाहिँ।